एभ्रीवन वन्स अगेन नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। आज हामी फेरि यो भन्दा पनि यो सेकेन्ड टाइम आएको स्पोर्ट्स कम्प्लेक्स द्वारकाको स्पोर्ट्स कम्प्लेक्समा हामी ब्याडमिन्टन खेल्न आएको छौँ। सुरुमा चाहिँ पर पर्सन कति आउनु पर्यो? 660 को एउटा कोर्ट हो 40 मिनट्स 40 मिनट्समा 660 त अनि त्यो मान्छे चारजना एउटै हो त हिसाब किताब त महँगो भएन। यहाँ त दुईटा कोर्ट लिँदा फेरि पनि 440 मात्रै पर्दैछ एन्ट्री त त्यहाँ चाहिँ कोर्टको हिसाबले गयो नि त। वहाँ दुईटा स्लट वहाँ चाहिँ स्लटको हिसाबले दामी ट्रेनिङ दिँदो रहेछ यहाँ भलिबलको लागि। उता टेनिस पनि चल्दैछ, यहाँ भलिबल चल्दैछ। इन्डोर होइन रहेछ, आउटडोर हो। हावा हल्का फुल्का चल्दैछ, चिसो छ तर भरे यो लाइट लगाएपछि चाहिँ मजा हुन्छ। 3 लोग है, एक भाई आ रहा है वो अलग से। अच्छा हाँ कोई बात नहीं। आपका टाइमिंग है 5:10 से 5:50। ये 5:10 से 5:50 हो गया। दूसरा पर्ची है मेरे पास 5:50 के बाद। अच्छा नहीं आप दोनों दे दीजिए, आप चिंता ना करो। कोर्ट एक यूज करिएगा, ठीक है? एक कोर्ट में खेलिएगा, इसके बाद भी आप खेलते रहिए जब तक आपके पास पर्ची है। अर्को दादा नै आउनुभयो। अब प्ले चल्छ यहाँ। लेट्स स्टार्ट द म्याच। के बुझ्नु भयो अहिले? अलिकति हावाले चाहिँ स्ट्र्याटेजी के रहेछ भने नि त त्यो त तिमी मेरो पार्टनर अहिले बात गरौँ ल। हामीको फर्स्ट राउन्ड खत्तम भयो। अहिले बेस्ट अफ 3 मा एउटा जित्यो हामीले हैन। यहाँ छ बदेर ठाउँ। मिठो हामीले डबलिङ खेल लगभग हामीले सेकेन्ड गेम पनि खत्म गर्यो। लाइट पनि जलिसक्यो। 1.5 घन्टा खत्म भइसक्यो हामीको। अब हामी यतिकै सिङ्गल खेल्दैछौँ। जब तक दिने जा भन्दैन तब तक यतिकै सिङ्गल खेल्दैछौँ। मजा आ गया। फुटबल चाहिँ मैले देखिनँ। फुटबल जाडो चिसो भयो। हामी निस्क्यौँ अब यहाँबाट। बहुत दिन भयो गाडी ननिकालेको। गाडी निकालेर एकछिन छोले भटुरे खान जाने। अब हाम्रो ब्रो लामा भाइ हो। लामा भाइसँग म छोले भटुरे खान जाँदैछु अहिले। मेरो माइक बिना नै हालेको छु मैले अहिले। अनि माइक लगाउनु पर्छ कि पर्दैन, हावाले कतिको मेरो क्यामेराले कतिको हावा साउन्ड प्रुफ हुन्छ त्यो चेक गर्दैछु। लेट्स सी कस्तो हुँदो रहेछ अहिले। एन्ड इफ दिस वर्क्स म यसरी नै चलाउँछु 1-2 दिन। अनि इफ डजन्ट वर्क then I have to arrange the mic for this camera as well. यो बिचमा गड्डा आउँछ नि त्यो साह्रै ध्यान के। ल यार यसले कुदाएको फेरि आज फ्राइडे होइन अब यो एरिया पुरा फुल प्याक्ड हुन्छ। यहाँ पनि पानीहरू बहुत छापेको रहेछ उनीहरूले, किनभने पोल्युसन यति छ। अहिले अन्ली स्टेप्स दिल्ली गभर्मेन्टले उठाउँदैछ, त्यो पानी स्प्रिङ्कल गर्दैछ। एन्ड अरू जग्गा पनि गर्दैछ। द्वारकामा चाहिँ स्पेसल मैले देखेको यो मेरो एरियामा चाहिँ यिनीहरूले पानी चाहिँ मजाले छिटाएको छ। त्यसले गर्दा पोल्युसन लेभल चाहिँ जे होस् जो बाहिर अरू पार्ट अफ दिल्लीमा छ त्योभन्दा चाहिँ बहुत कम छ। जस्तो लाइट नजलाइकन यसले ट्याङ्गी साइड गर्दैछ यार। गुड खोलेको रहेछ तर छोले भटुरे बनाइसक्यो होला यसले। बन्द गरिसकेको छ यार। बन्द। एकखेप गएर सोधेर आऊ त भटुरे मिलेंगे अभी भनेर। ऊ त्यो कुरा चाहिँ बन्द रहेछ होइन। मलाई चाहिँ यहाँ ठिक लाग्छ। अब हामी केसीतिर जाने सिधै। केसी रेस्टुरेन्टमा गएर नै हामी त्यहाँ जीवनहरू पनि छन् होला होइन। जीवनहरूलाई पनि बोलाउँदा भन्छ। जीवनलाई फोन गरेर जीवनलाई भने यहाँ हामी निस्केको छौँ, तिमीहरू निस्केकै छैन भने एक जग्गा नै खाँदा नि हुन्छ। यसो हल्का फुल्का अपडेट दिइरहेको। मेरो साथी अरूहरू पनि आएको थियो आज विकेन्डमा। अनि हामीले स्ट्रेन्जर थिङ्स हेऱ्यौँ। स्ट्रेन्जर थिङ्स चाहिँ माई अनेस्ट रिभ्यू चाहिँ मलाई चाहिँ त्यस्तो केही खासै लागेन मलाई। बट ठिक है, एक बार देख्दा हुन्छ, एक बार हेर्दा हुन्छ। हामीले चाहिँ के गर्यौँ भने सिजन 1 बाट 5 सम्म एकसाथ हेर्ने भयौँ र एउटै टाइपको कन्टेन्ट जस्तो लाग्यो हामीलाई। बट अगर अरू जस्तै सालमा एकखेप एपिसोड टाइपको हेरेको भए चाहिँ कुछ नयाँ हुन्थ्यो होला। बट हामीले सिजन 4 कम्प्लिट गऱ्यौँ एकसाथै भनौँ न 3-4 दिनभित्रमा। इट वाज फन विथ फ्रेन्ड्स वाचिङ टुगेदर। बट ठिक है वान टाइम। बट म 5 पनि हेर्न तयार छु। सो नेक्स्ट विकेन्डमा कुनै दिन फ्री भएको बेलामा, अब विकेन्डमा पनि जहिले फ्री हुँदैन, फ्री भएको बेलामा वी आर अगेन प्लानिङ कि गेट टुगेदर गरेर सिजन 5 पनि हेर्ने भनेर। सेक्टर 7 को रामफाल चौकतिर जाँदैछु। वान अफ द भेरी फेमस मार्केट इन द्वारका। यता जो मेरो राइट साइडमा छ त्यो फुटबल क्रिकेटहरू खेल्दा हुन्छ। एक दिन हामी फुटबल पनि प्लान गर्दैछौँ।
अनि यो एरियामा चाहिँ म पहिला पनि बसेको हो, सो आई एम भेरी मच फेमिलियर टु दिस प्लेस। मान्छेहरूले बहुत सोध्छ कि वाइ ओन्ली द्वारका, बट म द्वारका एरियामै बसेको लगभग 5 to 7 साल भइसक्यो होला। 7 साल त होइन, 3-4 साल त भइसक्यो होला। त्यसको त्योभन्दा पहिला म साउथ दिल्ली साइडमा बस्थेँ, बट अहिले म यो द्वारका एरियामा बहुत फेमिलियर छु। सो आई एम फाइन विथ दिस प्लेस। सो म अहिले रामपाल चौकतिर एन्ट्री गर्दैछु। यतिखेर भिड अलिक कम्ती नै हुन्छ। अहिले राति चाहिँ यो एरिया इट्स लाइक फुल अफ क्राउड, अनि दिस प्लेस इज फुल अफ गुड रेस्टुरेन्ट्स, गुड कफी। सो यु सी अ लट अफ युथ इन दिस प्लेस कि एयर होस्टेस पाइलट्सहरू चाहिँ टन्नै यो एरियामा बस्छन्। मैले जहाँसम्म मैले नोटिस गरेको छु। एन्ड यो एरियामा ठुल्ठुलो एकाडेमीहरू पनि छ, एभिएसन एकाडेमीहरू ट्रेनिङको लागि। सो के को भिड त भिडै रहेछ नि, अहिले नै अलरेडी भिड छ। केसी नै जाने हो भाइ? केसीमा के खाने होला नि यार? डाइरेक्ट मोमै खादिने कि यो डोसाहरू खानुपर्छ कि भनेर? मनपर्छ डोसा? डाइरेक्ट मोमो नै एटेक गर्ने? ठिक छ। चाहिँ त्यो केसी रेस्टुरेन्टमा चाहिँ धेरै पनि भिड भयो, ओभर भिड भयो। त्यहाँ वेटिङ भन्दा एकदम यहाँ एउटा डोसा पाउनु, राम्रो डोसा पाउँछ कि, डोसा पहिला खानु पऱ्यो भनेर वी चेन्ज आवर डिसिजन। सो खानालाई चाहिँ यहाँ केही कमी छैन। यहाँ खानालाई चाहिँ अहिले एकछिनबाट यो रोड साइडमा त बाबा नि यस्तो दामी दामी खाने चिज पाउँछ नि। यहाँ उता यो कालीघाटामा राम्रो जलेबी पाउँछ, जलेबी रबडीकै साथ। सो अहिले चाहिँ हामी चाहिँ डाइरेक्ट यहाँ एउटा अलिकति भित्र घुसेपछि चाहिँ राम्रो के भन्छ डोसा पाउँछ। सो त्यहाँ खाएर अनि त्यहाँबाट केसीमा फेरि जानुपर्छ। यही छ, कहाँ हो ब्रो? हेर है, याद गर्दै गर है। यहाँ हो। दिस इज वान अफ द बेस्ट हुँदो रहेछ नि। तिमी जुन रिजनमा जान्छौ नि त्यही गाली हेर्दो रहेछ नि। डोसा कन्ट्रीमा हामीले डोसा खायौँ एन्ड देन वी आर आउट एन्ड वी हेभ डिसाइडेड नट टु हेभ मोमो नाउ। एम्बुलेन्स आउँदै ला, एम्बुलेन्सहरू पुलिस हो भन्दा ठिकै छ। एम्बुलेन्स भने चाहिँ अलिकति साइड गरिदिइहाल्नु मन लागेको। सो अहिले हामी चाहिँ एउटा नर्सरीमा जाने भन्दैछन् ब्रोले। सो वी आर हेडिङ टुवर्ड्स एउटा नर्सरी। ब्रोले प्लान लिने अरे, लिने कि नलिने त्यो त हि विल डिसाइड। आज जाँदैनन्, भोलि अब आज बाइकसँग आएको छैन नि, त्यही प्लानकै चक्करमा, किनभने मेट्रोमा आरामसे लिएर जान्छन् अरे। अब सानो प्लानहरू होला नि। पल्युसन लेभल यत्रो ज्यादा छ कि प्लान त रोप्नुपर्ने, तर त्यो प्लानले पनि त्यति असर त गर्दैन होला। बट आई थिङ्क समथिङ इज बेटर देन नथिङ नि, होइन? ट्राफिक चाहिँ यार आज स्याटरडे हो, त्यसले गर्दा अलिकति ज्यादा हुन्छ यो एरियामा। अरू सामानहरू पनि बहुत पाउँछ नि त यसमा। फुल त पाउँछ। प्लानको त एउटा सानो सेक्सन मात्रै हो नि, 10% जति छ होला। यति नै त हो। अन्त अहिले त भित्र क्रकरिजहरू, बन्जारा मार्केट हो नि त यो। भित्रैबाट हेर्नु नि लाग्दैन पैसा त। मैले यहाँबाट त्यो मेरो रुममा फ्रेग्रेन्सहरू एउटा मैले राखेको छु नि साइडमा लाइट, त्योहरू सबै यहीँबाट ल्याएको नि। मलाई एउटा मनी बक्स चाहिएको थियो। भैया ये बड़े वाले में नहीं है? इतने ही है साइज? डेकोरेसनमा धेरै ध्यान दिएको के। अनि उनीहरूले राखेको सामान पनि डेकोरेटिभ छ कि मजाले तरिका। उ कति छ हेर नि, गिफ्टहरू दिने खालको सानो छ, लगाउन सक्छौ आरामसे। 2-3टा प्लान्ट तिमीले लग्दा। कुन चाहिँ यो चाहिँ? सोधन उता रहेछ बाबु, यो उता भित्र। अंकल एक बार। छोटे बड़े का फर्क है जी। बड़ा ये पीस जो है 200 रुपये का है। अच्छा, ये 150 का है। वो 120 रुपये का। ये 120। और ये 2 चाहिए मुझे। आजै लान्छौ? भोलि लगा। भोलि फेरि कहाँ आउने जाइन्छ? यहाँबाट रुममा लगेर ठक्क राखिदिन्छु नि त बिहान सिधा। ए हो, हुन्छ। हुन त भोलि फेरि मै फस्ने हो नि त यहाँ आउनु नि। मलाई नै भन्छौ तिमीले, म फस्दिनँ त्यो जाडोमा बिहान बिहानै त। सो बेटर हो अहिले लगेको, ठिक छ। त्यो मुढाहरू यार म नबसेको कति भयो यस्तो मुढाहरू। घरमा बसिन्थ्यो, यस्तो मुढामा बसेर भात खाइन्थ्यो। एन्ड अगर कसैलाई केही बन्जारा मार्केटबाट सामानहरू केही चाहिएको छ भने यहाँ बन्जारा मार्केट छ है, दिल्ली सेक्टर 7मा पछाडिपट्टि पर्छ। यो चाहिँ हामीले चाहिँ यहाँबाट प्लान्ट्स लियौँ 2टा, अनि हामी यहाँबाट निस्किँदैछौँ अब। एन्ड इफ यु आर न्यू टु माई च्यानल, मेरो नाम चाहिँ प्रकाश छेत्री हो। दिस वाज जस्ट अ ऱ्यान्डम व्लग चेकिङ माई क्यामेरा इन माई हेलमेट। द्याट्स इट फर नाउ। नमस्ते सबलाई, आई विल किप यु अपडेटेड।
भिडियो राम्रो लाग्यो भने अहिलेसम्म हेर्नुभएको छ भने प्लिज मेरो फलोवर्स हुन्छ भने कमेन्ट गरिदिनु होला, तल एउटा जे भयो भने कमेन्ट गरिदिनु होला। द्याट्स इट फर नाउ, नमस्ते सबैलाई, किप यु अपडेटेड, बाई।